ल गाइस अहिले चाहिँ हामी झोलङ्गे पुलमा हामी यताबाट बाइक लिएर आएको हैन यहाँबाट अनि हामी अहिले यहाँ घुम्दैछौँ यो चाहिँ रवि क्याम्पस रहेछ यहाँ चाहिँ विशेष गरेर यो पुलबाट चाहिँ स्टुडेन्टहरु आउनु हुँदो रहेछ हामी पनि छौँ यहाँ यता सोल्टाहरु दुईटा बुलेटमा हामी 4 जना यसरी घुमिरहेको छौँ कस्तो भइरहेछ भाइ एकदम म बाल अनि झक्कास हुने हो र खाना चाहिँ पिँदैन के त अब हिमालको भ्यू खिच्नुपर्छ पर राम्रो भ्यू आउँछ गाइस देख्न सक्नुहुनेछ तपाईहरुले टाढा टाढा
बाटोमा चाहिँ अत्याधिक मोटरसाइकलहरू एकदम गाडीहरू पनि कुद्ने रहेछ र देख्न सक्नुहुनेछ तल हावा शिरशिर एकदम रमाइलो भएर छ। यहाँको बाटो अर्को डाँडा देख्न सक्नुहुनेछ यता। यो डाँडा पनि एकदम राम्रो छ घुम्ने ठाउँको लागि। साथीहरू चाहिँ यता मुनि छन्, एकदम रमाइलो गरिरहेछन्। भने बाटो भनेको यहाँ छ, देख्न सक्नुहुनेछ। यो चाहिँ सप्तमी बजार छेउमा, सप्तमी बजार भनेको यो रहेको छ र यता चाहिँ डाँडाकाँडा एकदम पर्यटकीय क्षेत्र रहेछ। एकदम मैले चाहिँ थकित भएर बाइकलाई पनि सुताएर राइडरहरू पनि सुतेको जानकारी गराउँदैछौँ। ल गाइस, अहिले फेरि यो ठाउँमा छौँ। यस्तो सुन्दर छ नि यो चाहिँ, बाफ रे गाइस होइन। फुलहरू हेरौँ, फुलहरू मुस्काउँछन् तिमीले देख्छौ र। हाम्रो दुईटा राङ्गाहरू थकित भएर विशेष गरी यो मान्छे ढलिरहेको अवस्था। राङ्गाहरू पनि अब यहाँ थकित भएर अब यसलाई अब काट्नुपर्छ। अहिले सुतिरहेको राङ्गालाई उठाएर अब के गरे एकछिन है। ल अनि जस्ट यतापट्टिको भ्यू चाहिँ अहिले यस्तो देखिएको छ होइन। के भयो ए यहाँ मुनि सानो सानो तालहरू यस्तो छ। यस्तो देखिन्छ है भ्यू यताको गाइस होइन, दामी छ। हेलो हेलो, यो चाहिँ हाम्रो के अरे कुन के भन्ने ठाउँ अरे हिले हिले। अहिले हामी प्रत्यक्ष पुस्तकमा दिइरहेको होइन। माछा त हो त, यस्तो छ है यहाँको माछाहरू पनि लगाएको रहेछ। अब हामी यहाँबाट फर्क्यौँ।
हामी गइहाल्ने।